हेलो नमस्ते फेरि पनि हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ र आज चाहिँ म घर जाँदैछु त्यही भएर भुटखोलादेखि चाहिँ भिडियो गर्दैछु र आज चाहिँ रातभरि पानी परेर हामी बिहान हिँड्ने बेलामा त झन् यति ठुलो पानी पऱ्यो कि भिजोक भयो। त्यसपछि बसाएर हामी चाहिँ 7 बजेको बसमा चाहिँ खादबारी जाँदैछौँ र बाटोमा जाँदा जाँदा चाहिँ मैले भिडियोहरू पनि गरेँ। अनि रातभरि पानी परेर चाहिँ खोलाहरू पनि बढेको रहेछ अनि त्यही भएर मैले चाहिँ भिडियो गर्दै जाँदैछु र यो खोला चाहिँ एकदम बढेको रहेछ। नेताभिरदेखि यताको ठाउँमा चाहिँ जहिले पनि पानी परेर यो बाटो बिग्रिन्छ र आज पनि बाटो बिग्रेर बिजोक भएको थियो र डोजरले चाहिँ बाटो बनाएपछि चाहिँ हामी बाटो लागेको। र म चाहिँ यो नेताभिरको यो ठाउँ चाहिँ जहिले हेर्छु भन्छु निदाउँथेँ कि आज चाहिँ आफैले भिडियो बनाउँदैछु कि र देखाउँदैछु होइन। यहाँ चाहिँ पहिला हाम्रो त्यो माघे गते नेताहरू मरेको ठाउँ हो र त्यसैले त्यो ठाउँ चाहिँ अहिले नेताभिर भनेर चिनिन्छ। र त्यसपछि जाँदा जाँदा बाटोमा यस्तो दामी झरना देखेर मैले यो झरनाको पनि भिडियो गरेँ। र जाँदा जाँदा हामी नुम पनि आइपुग्यौँ र नुममा चाहिँ खानासाना गयो मैले खायौँ होइन। मैले त्यो भिडियो चाहिँ गरेनौँ र त्यसपछि डाइरेक्ट छ्याङकुटी आएर चाहिँ भिडियो गरेँ। र त्यसपछि अहिले चाहिँ हामी बाटोमा अलिअलि भिडियो गर्दा गर्दा हामी अहिले चाहिँ भन्ज्याङको यो एकदम भाइरल ठाउँमा आइपुग्यौँ। र त्यसपछि आइपुगेर चाहिँ अहिले म फाइनली घर पनि आइपुगेँ र घरमा आइपुगेर चाहिँ यहाँ मम्मीहरू बहिनीहरू मम्मी चाहिँ बिराम भएर सुत्नुभएको थियो। बहिनीहरू हजुरजीसँग भेट पनि भयो र आजको मेरो भिडियो पनि यति नै छ।